Baby, 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 oh, like दामी अब म रहिला गर्नुपर्छ हामी आज Where are you from? I'm from Nepal. Nepal. लकी त छ तर डिभी पर्दैन है Good morning, guys. Oh, bhai. Uta. Oh, good morning. Oh, जाने जुखारी भएछ हो. Wow, खतरा घाम लागिसकेछ त. Wow. Good morning, everyone. सेन्दाई. हाम्रो गाडी चाहिँ आइसक्यो जस्तो छ यहाँ. मेरो भाइको डान्स फाइनली म चाहिँ रेडी भइसक्यो र हाम्रो आसु चाहिँ आइसक्नु भएको छ र यता चाहिँ मेरो भाइ छ यता मुख धुइरहेको यतापट्टि मेरो अर्को भाइ फाइनली अब चाहिँ हामी निस्किनु पर्ने हाम्रो आसु चाहिँ आइसक्नु भएको छ यहाँ यता हुनुहुन्छ कामबाट आइसक्नु है आसु आसु सन्चै हुनुहुन्छ राम्रै हुनुहुन्छ नि हाम्रो काम गरिरहनु भएको छ थकै लागेको होला राम्रै हुनुहुन्छ हाम्रो आसु अब हामी नि रेडी भइसक्यो र हामी अब बाहिर घुम्न जाँदैछु हैन आसु आज घुम्न जानुपर्छ आसु रेडी हुनु ल तपाईँ पनि हुन्छ ल अब हामी दाजुभाइहरू सबै रेडी भइसक्यो दाइ यता फाइनल्ली रेडी भइसक्यो अनि यता साथी गर्लफ्रेन्डसँग बिजी जहिल्यै गर्लफ्रेन्डसँग बोले गर्दा लगाइ अब हामी घुमीतिरै भेटौँ त फाइनली अब चाहिँ हामी रेडी भइसक्यो अब हामी निस्किँदैछौँ फाइनल लुक्स चाहिँ हाम्रो यस्तो हो है र हामी चाहिँ अहिले रेडी भएर निस्किसक्यो प्रजिन भाइ कस्तो फिल भइरहेछ दामी अब म रहिला गर्नुपर्छ हामी आज अर्को भाइ एकदम एक्साइटेड स्पिकर पनि बोकेको छ है स्पिकर पनि हाम्रो गाडी यता छ एकछिन डान्स हान्नु राम्रो डान्स फाइनली हामी चाहिँ गाडीभित्र चढिसक्यो यता बिचको मेरो भाइ एकदम मामाको छोरा यस्तो ह्यान्डसम छ कि उता फेरि अर्को भाइको साथी फेरि यस्तो ह्यान्डसम ऊ फेरि आमा आसु हुनुहुन्छ मेरो भाइ चाहिँ सुतेको जस्तो गरिरहेछ तर आँखा चाहिँ निदाएको छैन र उतापट्टि भाइ चाहिँ मोबाइल हेरिरहेछ अघिदेखि टुङलुङ भनिरहेको थियो उसको मोबाइल हुँदैन र मेसेज आएको भाइको र अहिले चाहिँ हामी जाँदैछौँ फाइनल्ली हामी गाडीभित्र छौँ र आजको मौसम देख्न सक्नुहुन्छ तपाईँहरूले बाहिर यस्तो डुम्म परेको हुन्छ नि त बादल लागिरहेछ र हामी जाँदैछौँ र अब हामी तपाईँहरूलाई ठ्याक्क हाम्रो लोकेसनमा पुगेपछि हामी तपाईँहरूले ठ्याक्क हाम्रो भिडियो कन्टिन्यू गर्नेछु तपाईँहरू तबसम्म हाम्रो भिडियो हेर्दै गर्नु होला कन्टिन्युली हेर्नु होला फाइनल्ली हामी चाहिँ आइसक्यो अब झर्नुपर्ने हुन्छ हामी प्रजिन भाइ हजुर कस्तो लाग्यो दामी तर मलाई चाहिँ गाडी लाग्यो है यस्तै गाह्रो बनायो झर्दैछु अब फाइनल्ली हामी चाहिँ गेबी केमा आइपुगेको र यहाँको एकदम फेमस भनेको चाहिँ अब डुङ्गामा चढेर चाहिँ अब रमाइलो गर्ने ठाउँ रहेछ र हाम्रो यहाँ आमै पनि हुनुहुन्छ जापानिज आमै र हाम्रो जापानिज आमैको मिसे हाम्रो गाडी छ अर्को दाइको गाडी यता रहेको छ र यहाँ चाहिँ पार्किङ फ्री रहेको छ यहाँ जुन यो मिसेको सामान किन्यो भने चाहिँ पार्किङ चाहिँ फ्री रहेको छ हाम्रो यहाँ आमै हुनुहुन्छ र आमैले सेचुमे गर्नुहुन्छ अलिकति र हाम्रो आसु अर्को दिदी र यता भाइ र यता प्रजिन भाइ र यता म छु
अब जाँदैछु हामी मौसम चाहिँ चिसो चिसो छ र यहाँको एकदम फेमस भनेको चाहिँ डुङ्गामा चढेर चाहिँ यहाँ घुम्ने ठाउँ रहेको छ र एकदम वाउ नाइस मेरो भाइ हाँस खै वाउ हाँस पनि यहाँ रहेको छ र पानी म टक्क पौडी खेलिरहेको छ वाउ हामी चाहिँ इवाते भन्ने ठाउँमा आइपुगेको छौँ र यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले वाउ आई लभ इवाते यस्तो दामी छ कि वाउ र यहाँ चाहिँ मिसे पनि रहेको छ टिकट काट्न लागेको अब टिकट काटिसक्यो भाइले चाहिँ र मैले टिकट काट्दैछु यहाँ पैसा रिटर्न ब्याक दिँदैछ मलाई चाहिँ Where are you from? I'm from Nepal. Nepal. Hi, thank you. Nice to meet you. Nice to meet you too. Thank you. Thank you. Have a nice day. Arigatou gozaimasu. र मैले टिकट काटिसक्यो र यहाँ टिकट पनि यहाँ हातमा लिइराखेको छु र यहाँ चाहिँ टिकट लिएर टिकट arigatou gozaimasu र हाम्रो टिकट चाहिँ चेकिङ भएर पनि टिकटलाई अलिकति चेक पनि गर्नुभएको छ र हामी डुङ्गा चढ्न गइरहेको छु वाउ यस्तो डुङ्गामा चढ्छु है त लेट्स गो arigatou gozaimasu वाउ यस्तो बस्ने ठाउँ रहेछ म चाहिँ यता बस्छु है यो छेउमा बस्छु म यस्तो क्वालिटीमा चाहिँ बस्नु पाइरहेको छ र पानी पर्छ भनेर यस्तो छाप्रो छाप्रो बनाएको छ आमा दामी रहेछ टिकट रहेको छ यहाँ हाम्रो डुङ्गा चलाउनु हुने यहाँ जापानिज अङ्कलहरूलाई दाइहरू अङ्कलहरूको फोटो रहेको छ यहाँ चाहिँ र मेरो भाइ र सबैजना यहाँ जापानिज विदेशी अरू अरू कन्ट्रीहरूको डुङ्गा चाहिँ स्टार्ट भइसक्यो अब 1.5 घन्टासम्म चाहिँ अब हामी डुङ्गाभित्रै रमाइलो गर्छौँ टक्क लगाएर यस्तो वाउ यो झ्याल पनि खुल्दो रहेछ नि त वाउ ल बल्ल थाहा भयो नि त वाउ यस्तो लेक साइड रहेको छ कि वाउ यस्तो रहेको छ र म चाहिँ यहाँ हाम्रो डुङ्गा चलाउने जापानिज दाइ चाहिँ उता उठ्दै हुनुहुन्छ र यस्तो है यस्तो पहाडको बिचबाट यो कता माथि लाने रहेछ नि त यहाँ यस्तो बाहिरले कस्तो फिल भइरहेछ wow。ABK までおいでくださいましてありがとうございます。はい、本日の担当船頭は私加藤と後ろのボートキャプテンが松岡。どうぞよろしくお願いいたします。これ救命クッションですよ。万が一の時はこの絵の通りクッション抱えてこうね飛び込んでください。わー。で毘沙門天様ね30メーター奥で見えませんけどね右側にはねお地蔵様があります。あれ上不明菩薩と言いましてね宮沢賢治が信仰してたお地蔵様。法華経。晩年は石灰騎士としてこの右側の崖裏に高級東北採石工場がありましてそこで働いてたと言われてギリギリ戦後さん攻めております。この岩は雨よけの岩という岩です。インフォメーションペーパーワク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 わーわल खाना दिन्छ भनेर यता आइरहेको थियो。渓谷ということでここ大雨台風が続くとね岩に染み込んだ水がどんどん出てきます。यहाँ चाहिँ यस्तो पहाड रहेको छ कि वाउ यस्तो बवाल सिन छ कि वाउ दामी
र यहाँ चाहिँ यस्तो बवाल ठाउँ छ कि चट्टानै चट्टानको बिचमा यो खोला रहेको छ तल बगिरहेको र यो खोलाको माथि चाहिँ ढुङ्गा चाहिँ यस्तो बिस्तारै बगिरहेको छ कि र अरू धेरै कन्ट्रीको साथीहरू पनि हुनुहुन्छ यहाँबाट चाहिँ एकदम तपाईँहरूले देख्न सक्नुहुन्छ बाहिरको हुन्छ नि त रुखहरू सब देखिरहेको छ एकदम आजको मौसम पनि यस्तो कता चाहिँ किन अघि पानी परियो त अहिले फेरि झलमले घाम लागेर यस्तो छ कि मौसम टक्कै हेर्दाखेरि तपाईँले देख्न सक्नुहुन्छ अहिले घाम लागिरहेको छ अघिसम्म यो थिएन भन्दै थियो र पानी पर्न लागेको भएर चाहिँ यो माथिको छत चाहिँ राखिएको भन्दै थियो फाइनली 5 मिनेटमा तोचेको हुन्छ अहिले चाहिँ अब फुनेलाई चाहिँ अलिकति यो हाम्रो ढुङ्गालाई चाहिँ ह्यान्डल गर्न जानुभएको छ र उहाँले चाहिँ यस्तो दामीसँग ह्यान्डल गर्नुहुन्छ यहाँको चाहिँ नम्बर 1 अब एकदम फेमस अब यो भनौँ न यहाँको उहरू सेचिमे गर्दै हुनुहुन्थ्यो र एकदम खुसी लाग्यो वाउ पहिलो एक्सपिरियन्स र फर्स्ट अनुभव फाइनली हाम्रो ढुङ्गा चाहिँ अब तोच्याएको भइसकेको छ यहाँ आइपुगिसकेको छ र उहाँले चाहिँ ढुङ्गालाई चाहिँ नियन्त्रणमा लिएर चाहिँ होइन हाम्रो ढुङ्गा चाहिँ रोकिसकेको छ र टक्क ढुङ्गालाई बाँध्दै हुनुहुन्छ र हामी चाहिँ र अब चाहिँ हामी 20 मिनट जति चाहिँ अब यता हेर्दै र यता घुमफिर गर्ने टाइम दिनुभएको छ र रिटर्न ब्याक टु फेरि यहाँ ढुङ्गामै आएर यहाँ ब्याक हुनुपर्ने छ हामी यस्तो वातावरण यस्तो बवाल छ कि यहाँको यस्तो अब चट्टान बिचमा यो खोला टक्क तपाईँहरूले देख्न सक्नुहुन्छ तपाईँ जापानमा रहेको यति फेमस ठाउँहरू म सबै भिजिट गरेर देखाउँछु क्या तपाईँहरूले युट्युब च्यानलमा तपाईँहरूले भिजिट गर्नुहोला सबैजनाले युट्युब च्यानलले मेरो ब्लगहरूलाई हेर्नु होला कन्टिन्युली होइन म जहाँ जान्छु त्यहाँको भ्लग हाल्नेछु कन्टिन्युली हाल्नेछु तपाईँहरूले सबैजनाले युट्युब च्यानलले सपोर्ट गर्नु हो फाइनली हामी चाहिँ यहाँ यस्तो बवाल ठाउँमा घुम्न आएको छु जापानको पनि तपाईँहरूले मैले त्यसरी गरिसक्यो यो ठाउँको नाम पनि भनिसक्यो र यस्तो बवाल छ कि होइन यहाँतिरको हुन्छ नि त वातावरणदेखि लिएर यहाँको अब हुन्छ नि त नेचर यस्तो चिसो मौसम छ होइन तर यो सुक्खा छ होइन अहिले मौसम नै त्यस्तो अब नेचर नै यस्तो चलिरहेको छ होइन सुक्खा छ पुरै जङ्गल छ जङ्गल पनि पुरै यो पुरै सेतै भएको छ कि यो अब भोलि पर्सि अब यो हरियो भएर यस्तो बवाल हुन्छ होला होइन त्यतिखेर चाहिँ र खोला बगिरहेको छ सानो खोला र यसमा खतरा होइन माछा छ होला भनेको अब माछा पऱ्यो अलिअलि अघि तर माछा यहाँको माछा चाहिँ त्यस्तो खान मिल्दैन अरे पोलेर खाइदिनुपर्छ अब रेस्ट गर्नुको लागि चाहिँ यस्तो राखिएको रहेछ यो अब यहाँ गएर चाहिँ यसरी बस्नुपर्ने रहेछ कि अब कस्तो म बसेरै देखाइदिन्छु कस्तो थकै लाग्यो होइन हामी थकै लागेपछि यसरी टक्क बस्ने रहेछ अब फोर्दा होला यो होइन भए पनि के यसरी टक्क बस्ने रहेछ ल अब यसरी बस्थ्यो होइन बसेपछि फेरि एकछिन थकाइ मारेर चाहिँ अब यसरी टक्क लगाएर यतातिरको वातावरणहरूमा होइन हेर्ने घुमिरहने टक्क रमाइलो इन्जोय हुँदै चाहिँ यहाँ चाहिँ होइन टक्क लगाएर यस्तो वाउ ठाउँ यस्तो आनन्दवाला छ यता पुरै आवाज थर्किँदो रहेछ त पुरै आवाज थर्किने फाइनली अहिले चाहिँ हामी होइन यस्तो चेपमा आइपुगेको छौँ र यहाँ चाहिँ यस्तो देख्न सक्नुहुन्छ तपाईँले यस्तो बवाल छ कि भाइ कस्तो लागिरहेछ तिमीलाई यो ठाउँ जाडो तर राम्रो पौडी खेल्न पाइदियो भने चाहिँ हुन्थ्यो पौडी यस्तो चिसोमा पौडी खेल्न सकिन्छौ यस्तो बवाल छ अब चाहिँ हामी फाइनली त्यो ठाउँमा जाँदैछु र त्यो ठाउँमा चाहिँ सबले ढुङ्गा हानिरहेको छु र त्यहाँ यो खोपीमा चाहिँ ढुङ्गा छिरायो भने चाहिँ भाग्यमानी हुन्छ अरे र लेट्स सी गाइज म पनि त्यहाँ ढुङ्गा अब छिराउन जाँदैछु र फाइनल्ली त्यहाँ पुल क्रस गर्दैछु यो खोला क्रस गर्दैछु र त्यहाँ चाहिँ ढुङ्गा अब हानेर आउँछु फाइनली तपाईँहरूले हाम्रो भिडियोलाई कन्टिन्युली एकदम कन्टिन्यू गर्नु होला र यहाँ चाहिँ फर्किँदै हुनुहुन्छ उहाँहरू चाहिँ र हामी चाहिँ यहीँसम्म लास्ट हाम्रो यहीँ रहनेछ प्रजिन ढुङ्गा हान्न जाऊँ न त त्यहाँ ढुङ्गा छिरायो भने भाग्यमानी हुन्छ अरे त्यो
यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले खोपिल्टो यहाँ खोपी जस्तो देखेको छ होइन यहाँ ढुङ्गा छिराउनु पऱ्यो र भाग्यमा नि हुन्छ अरे ल यहाँबाट रहेछ ल फर्स्ट ट्राई म गर्छु भाइ ल समात ल ओइ भाइ त लकी रहेछ क्या तर मैले लकी त छ तर डिबी पर्दैन तर मैले चाहिँ होइन किन मेरो चाहिँ चस्मा लगाएको थियो नि त भाइ अलिकति यो चस्माले गर्दा नि हो कि नभए त एक सर्टमै छिटाउँथ्यो होला र यो ठाउँबाट अब हामी यहाँबाट चाहिँ रिटर्न यहाँको सिनहरू र यहाँको वाउ दामी छैन त भाइ कस्तो लाग्यो अति बाबा फाइनली लास्टमा चाहिँ होइन हामी तिनजनालाई मात्रै छोडेर गयो हामी तिनजना मात्र छौँ यहाँ चाहिँ र तिनजना भाइहरू दाजुभाइ हामी जाँदैछौँ मेरो भाइ जाडो भयो मलाई त तातो फिल भइरहेछ यति अघि दौडेर आयो नि त यतातिर नि खिच्नुपर्ने अघि ठिक छ है मेन भनेको यो पहाड र पहाडको बिचमा यो रहेको खोला छ यो खोला मेन भनेको चाहिँ यो फेमस भनेको चाहिँ यहाँको त्यही ढुङ्गा हो ढुङ्गामा चढेर र जाँदैछु हामीले पर्खिँदै छ यहाँ चाहिँ शौचालय पनि रहेछ यहाँ चाहिँ अब चाहिँ हामी ब्याक टु हाम्रो ढुङ्गामा चढ्दैछु हामी दौडेर जाँदैछु झन्डै हामीले छोडेर राखेको र हामीले चाहिँ पर्खिँदै हुनुहुन्छ र यहाँ चाहिँ अहिले त फेमस है र हामी चाहिँ अब यहाँबाट जाँदैछु तातोमा कहाँ जाने त उता जाने उता जाउँ न र हामी चाहिँ त्यसमा जान्छौँ हाम्रो त नि यो राखेको त मतलब भएन नि त ल हामी चाहिँ अहिले ठ्याक्क ब्याक टु बोटमा ढुङ्गामा ठ्याक्क आइसक्यो र यस्तो आमा ढुङ्गालाई चाहिँ राउन्ड गर्दै हुनुहुन्छ हाम्रो माझी दाइहरूले माझी दाइ हुनुहुन्छ दुईजना हुनुहुन्छ उहाँ एकजना अगाडि एकजना फ्रन्ट एकजना ब्याकमा हुनुहुन्छ र ब्याकमा उहाँहरू चाहिँ हाम्रो ढुङ्गालाई चाहिँ कन्ट्रोल गर्दै हुनुहुन्छ र फेरि ब्याक टु हामी अघिको स्टार्टिङ पोइन्टमा जाँदैछौँ हामी ब्याक टु स्टार्टिङ पोइन्ट यस्तो जाडो भइरहेको थियो कि त्यहाँ त हाम्रो ढुङ्गा यात्रा चाहिँ कस्तो लाग्यो सुरुमा चाहिँ खासै जस्तो लागेको थिएन अरू यस्तो नि हुन्छ यत्रो टाढोबाट आएको थिएन अनि अलिक एक्सपेक्टेसनभन्दा अलिक मिटअप नभएको जस्तो लागेको थियो तर फाइनली फेरि हिँड्दै गयौँ एक्सप्लोर गर्दै गयौँ अनि यहाँको ठुल्ठुलो चट्टानहरू हेर्दाखेरि एकदम रमाइलो लाग्यो नयाँ नयाँ कुराहरू हेर्न पाइयो उहाँले चाहिँ गीत गाउँदै हुनुहुन्छ जापानिज गीत अब ट्रेडिसनल आफ्नै गीत होला नि त होइन वाउ रुन थाले हो र छुट्टी त होइन अघि त त्यस्तै आवाज निकालिरहेछ त भाइले के हो गफ हानेको नि यसो चराचुरुङ्गीहरू भेरी ब्युटिफुल प्लेस खतरा यस्तो भोपाल प्लेस यता अर्को टोली रहेको छ उतापट्टि चाहिँ हाम्रो र भर्खर उता माथि जाँदैछ अर्को साथीहरू त्यहाँ ए सपोर्ट वाउ अब उहाँलाई चाहिँ अलिक थकाइ लाग्यो नि त उहाँलाई गाह्रो भयो छैन अलिकति अब त्यही भएर वाउ ए बुझे
उहाँलाई चाहिँ एकदम थकै लागेको छ होइन, त्यही भएर उहाँ सपोर्ट बोलाउनु भएको छ र उहाँ उतापट्टि पछाडिको अब पछाडिको अर्को अङ्कलजी आउनु भएको छ। अङ्कलजीले चाहिँ यस्तो होइन पछाडिबाट यस्तो पुरा घचेटिरहेको छ कि यो ढुङ्गालाई चाहिँ अलिक फास्ट पुऱ्याइरहेको छ। अनि हाम्रो अङ्कल चाहिँ हाम्रो जापानिज अङ्कल चाहिँ मजाले बसिरहेको हुन्छ। वाउ सो गाइज यति खुसी यति यति खुसी। हाम्रो माम हुनुहुन्छ यता माम, हाम्रो मामले चाहिँ यतै हेर्दै हुनुहुन्थ्यो अघि सबैजना हुनुहुन्छ र फाइनल्ली हामी चाहिँ आइसकेको छ र यहाँ चाहिँ र हाम्रो बाजे हुनुहुन्छ र बाजेको सपोर्टमा अर्को उतापट्टि हुनुहुन्छ हाम्रो अङ्कलजी बाजेले यता छ हाम्रो माम हुनुहुन्छ। ल हामी चाहिँ ठ्याक्कै आइपुगिसक्यो है र यहाँ चाहिँ ठ्याक्क राउन्डिङ गर्ने रहेछ क्या यसमा। ल ठ्याक्कै छोडेर जानुभएको छ उहाँले चाहिँ यता ल यतातिर देख्न सक्नुहुन्छ उहाँले चाहिँ यस्तो तम तयार अवस्थामा अब झर्नको लागि ल झरौँ न त हामी अब होइन। हाम्रो युट्युब च्यानललाई माया गर्नुहुन्छ तपाईँहरूले र सक्नुहुन्छ भने अब यो ठाउँमा युवाते भन्ने ठाउँमा चाहिँ घुम्न आउनु होला। हाम्रो युट्युब च्यानल छ, युट्युब च्यानलमा यो भ्लग चाहिँ जरुर अवश्य आउनेछ। कल आन्टी हिँड्नुहोस् हारियातो गोजाइमास्ता र यहाँ चाहिँ होइन ल देख्न सक्नुहुन्छ यहाँ तपाईँहरूले यस्तो ठाउँमा चाहिँ हामी घुमेर आइसक्यो। यहाँ अघि टिकट किनेको काउन्टर हो यो चाहिँ र हामी चाहिँ ब्याक टु ठ्याक्कै आइपुगेको छ र चिसो छ मौसम। जयमास यस्तो रहेछ दामी। वाउ हामीले चाहिँ यहाँ चाहिँ अहिले ओखासी किनिसकेको यत्रो जयमास ओबाजान म सिन्तोरीमास चिजु इचिनी क्रिक। वाउ हामी चाहिँ यहाँ हाम्रो निस्किँदैछौँ ब्याक टु होम र हाम्रो दाइ दिदी चाहिँ उतापट्टि हुनुहुन्छ अर्को गाडीमा र हामी चाहिँ उता गाडीमा चढ्न लागेको। फाइनली हामी चाहिँ गाडीमा चढिसक्यो अहिले चाहिँ र मेरो भाइ के छ एभ्रिथिङ अल गुड एकदम खतरा भयो। बाई बाई हाई आरिगातो गोजाइमास। यति खुसी भएर यति हाम्रो चाहिँ शुभ यात्रा भनेर साइनारा भनेर यस्तो कता छ मिटरको आएको तरिका। ब्याक टु होम हामी अब रामेन खान चल्दैछु। आरिगातो गोजाइमास टक्क होइन रामेन बनाएर ल्याइसकेको छु तानै टक्क आमामा मेरो भाइ अर्को भाइ आरिगातो गोजाइमास। इतादाकिमास भनेर मात्रै सुरु गर्यो दाइको अगाडि इतादाकिमास खाइ त सक्यो जाउँ पनि खान्छु है त। यसो हेर्दाखेरि त एकदम मिठो होला जस्तो लाग्यो। मिठो रहेछ इतादाकिमास। यो हाँसी चाहिँ 5 करोडको हाँसी हो। यो चाहिँ 5 करोडको हाँसीले खाँदैछु। यो चम्चा त झन् यो चम्चा 50 करोडको चम्चा हो। यो 50 करोडको चम्चाले म सुप खाँदैछु। 50 करोड। यो अन्डाको त यो अन्डा चाहिँ फेरि के को अन्डा भन्दा गिद्दाको अन्डा हो। हामी अस्ट्रेलियाको अन्डा खाँदैन नि त गिद्दाको अन्डा खान्छौँ। अब चाहिँ हामी जाँदैछु र बाहिर रात परिसकेको छ बाहिर पुरै होइन। म चाहिँ जाँदैछु हाम्रो गाडी चाहिँ यता छ। फाइनल्ली गाइज हामी चाहिँ आइपुग्यो। मेरो भाइ चढ्दैछ हामी रुममा आइपुग्यो फाइनल्ली। मेरो भाइ यता छ। मेरो भाइ कस्तो लाग्यो आजको ट्रिप? दामी दामी एकदमै दामी दामी। हाम्रो सानी आमा आसु चाहिँ उता गाडी पार्किङमा जानुभएको छ। गाडी पार्किङमा राख्नको लागि टक्क गाडी पार्किङ गरेर आउनुहुन्छ
र हामी चाहिँ अब रेस्ट गर्दैछु भाइ कस्तो लाग्यो आजको एकदम तानो सिकाता त त्यो म तानो सिकाता वाउ नाइस अनि अब हाम्रो ब्लग चाहिँ यहीँ इन हुनेछ तपाईहरुलाई हाम्रो ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला र हाम्रो युट्युब च्यानललाई तपाईहरुले सब्स्क्राइब गर्नुभएको छैन यदि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला है त सब्स्क्राइब अब नेक्स्ट भिडियोमा भेटौँला है त नेक्स्ट ब्लगमा भेटौँला ओके बाई 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 बाई